मलाई भनेको सार्वीको मम्मा के उसको मम्मा मलाई के भन्नुहुन्छ भने किन बेबीको मात्र भिडियो राख्नुहुन्छ आफू किन भिडियोमा देखिनुहुन्न भनेर धेरै क्वेसन आइरहेको हुन्छ के म भिडियोमा नदेखिनुको कारण भनेको हजुरहरूले मलाई एक्सेप्टै गर्नुहुन्न के किन एक्सेप्ट गर्नुहुन्न भने म पुरै अब पोस्टमार्टम हो नि त अब पोस्टमार्टम पिरियडमा छु मेरो आँखा के त कालो गाजर लाउँदा त के कालो हुन्छ र त्यति कालो भयो डार्क सर्कलले कपाल के यो कपाल झरेर त्यो बेबी हेयर यसरी पलाखा कि अनि त्यो त्यसै माथि त्यो फ्रिजी भएर यस्तो छ क्या यो कपाल अगाडिबाट यसरी उठेर सेम यस्तै भयो क्या यस्तै भयो फेस पनि यस्तै भयो अनि त्यो फेसमा पोतो सोतो यस्तो उस्तो आहा क्या अहिलेसम्म मैले स्किन केयरै गरेँ छैन अब स्टार्ट गर्नुपर्ने अनि यस्तो भएर चाहिँ मैले आफ्नो फेस नदेखाएको हो किनभने हजुरहरूले मलाई एक्सेप्ट गर्नुहुन्न भन्ने मलाई थाहा थियो बरु मलाई सजेस्ट गरिदिनु कि अब चाहिँ अब 5-6 मन्थ भयो बेबी भएको पनि अब चाहिँ फेसमा के लगाउँदा के लगाएर स्टार्ट गर्ने हो के हो खासमा कुरो हजुरहरूले कसरी स्टार्ट गर्नुभयो मलाई पनि सिकाइदिनु न मामुहरू सजेस्ट गर्नु त सेम ल यस्तै छ क्या अनुहार यस्तै भयो कपाल अगाडिबाट यो झरेर यसरी आएर यस्तै देखियो भने बा बेजत त्यही भएर पनि हो अनि अर्को कुरा चाहिँ सार्वी छोरीको अकाउन्ट भएर हो होइन मेरो आफ्नै अकाउन्टमा चाहिँ डेली भिडियो अपलोड भइरहेको हुन्छ मेरो आफ्नै त्यसमा फेरि छोरीको राख्दिनँ उसकोमा फेरि म आफू आउँदिनँ के त्यस्तो हो कुरो चाहिँ